व्हाट्सअप गाइस, आज चाहिँ हाम्रो टोली सबै पिकनिक खाने भनेर गएको थियौँ। ड्राई पिकनिक अनि सबै साथीहरू एक ठाउँ जम्मा भएर चाहिँ हामीले प्लानिङ गर्दै थियौँ के लिने भनेर। त्यसपछि हामी सुरुमा पुग्यौँ मार्टबाट ल्यायौँ सामानहरू चाहिने अनि गयौँ केक पसल। त्यसपछि साथीको घर गएको त उसले हामीलाई पानी अफर गरिरहेको थियो। त्यसपछि त्यहाँ एकछिन बसेर हामी गयौँ पिकनिक खाने ठाउँ। त्यहाँ गएर सब सामान मिलायौँ, चटपटे बनायौँ अनि यहाँ हेर्नुहोस् त सब रेडी भएको त यति धेरै मानिरहेको। अनि हामी चाहिँ पहिले तर्सिसकिदियौँ यत्रोकोले खाने भनेर। अनि उहरूले चाहिँ हेलो भनेको त पोज गरिरहेको पिस होला। त्यसपछि मेरो पालो आयो पिस गर्ने। त्यसपछि हामीले गऱ्यौँ केकबाट सुरुवात। यो चाहिँ तपाईँहरूको लागि भनेर मैले खाएँ एक बाइट। त्यसपछि कोकको पालो आयो अनि कोक पनि खाएँ मैले कुटुकुटु गर्दै, किनकि गर्मी भएको थियो। त्यसपछि सबले के हुनु गम एक गर्दै खाएँ के अनि मैले पनि दिस इज फर यु भनेर मैले पनि एक बाइट गम लगाएर खाइहालेँ। त्यसपछि साथीहरू कफ हामी सब कफ हान्दै खाइरहेको थियौँ, पानीपुरी चटपटे। अनि यो चाहिँ हामीले करेन्ट खाएको थियौँ, मोमो खाएको थियौँ, के खायौँ। त्यसपछि धेरै अनहेल्दी भएर मैले काँचो खाइरहेको छु। त्यसपछि हामीले फोटो भिडियो खिच्न लगाएको थियौँ, गेस तिनी कुन गीतमा नाच्दैछिन्। अनि हामीले फोटोसोटो खिचेर अनि घर जाँदा त अलिअलि साँझ परिसकेको थियो। सो फलो फर मोर, बाई।